नि अब चाहिँ सर्लाक्क अगाडि जान्छु है त सर्लाक्क हेर्नुहोस् यस्तो बाटो यति बवाल छ यति म जान्दा भनेर यसो गरे मेरो जान्दा कति छ मन्दिर भाउसी पाल्नु पर्यो टाल्नु पर्यो पर्यो हजुर पर्यो हेलो नमस्ते मेरो साथीहरू यहाँ सबैजनालाई फेरि पनि स्वागत छ ठागु गुरुङ भ्लगमा है आशा छ यार सबैजना सन्चै होला आरामै होला होइन र म पनि ठिक छु आराम छु अनि अब यस्तै अहिले चाहिँ म गाउँतिर नै छु अनि जसो तसो यताउता घुमफिड होइन यता हिँड्ने उता डुल्ने यता यता एउटाको घरमा जाने अर्को घरमा जाने त्यसरी नै बितिरहेको छ दिनहरू होइन आज चाहिँ म तपाईँहरूलाई मेरो गाउँको होइन सरस्वती मेरो गाउँमा कस्तो कस्तो घरहरू छ यहाँ होइन अनि त्यसपछि यो गाउँ वरिपरि यहाँको भ्यूहरू हुन्छ नि यहाँको दायाँ बायाँको के हुन्छ तपाईँहरूलाई म देखाउने छु आशा छ तपाईँहरू लास्टसम्म हेरिदिनु हुनेछ भिडियोलाई होइन ल ल अहिले चाहिँ म चाहिँ यतापट्टि मन्दिर भएको डाँडातिर आएको छु है अनि अहिले चाहिँ आज चाहिँ मौसम एकदम पानी पर्न जस्तो भएको छ यस्तो त्यो त्यो हुन्छ नि बादलहरू यस्तो भइरहेको छ कि अनि म चाहिँ यसो डाँडातिर हावा खान आइदिएको अनि तपाईँहरूलाई अनि यहाँबाट हाम्रो गाउँ देखाउन लाग्यो होइन अब हामीलाई त रमाइलो लाग्छ मलाई त रमाइलो लाग्छ होइन राम्रो लाग्छ आफ्नो गाउँ रमाइलो लाग्ने नै भयो होइन तपाईँहरूलाई पनि देखाउँछु है के कस्तो लाग्छ कमेन्ट गर्न नभुल्नु होला है अनि म चाहिँ अब यहाँ डाँडाबाट देखाउँछु यता डाँडा भन्दा त्यस्तो डाँडा त छैन तर पनि हल्का हल्का जोस देख्दो रहेछ रमाइलो छ ल यो चाहिँ हाम्रो गाउँ हो ठ्याक्क हेर्नुहोस् त यस्तो हुन्छ है अनि यहाँतिर चाहिँ घरहरू बनिरहेछ अनि यो चाहिँ भवन घर हो भने त्यो माथिको चाहिँ मन्दिर हो होइन अनि अहिले मौसम चाहिँ यस्तो छ है यस्तो कालो कालो छ होइन अनि त्यहाँ देखिरहनुहोस् न तपाईँले यो बाटो यो बाटो चाहिँ अहिले बनिरहेको छ कि अब म एकछिनमा त्यहाँ पनि पुग्छु है हेर्दै गर्नु होला भिडियो चाहिँ त्यहाँ चाहिँ सेखा रहेको छ यता बासपुर रहेको छ उता भोक्टेनी त्यो आरबाङ उतापट्टि आप्रिक रहेको छ होइन अब हेर्दै जाउँ के हुन्छ है म चाहिँ फेरि अब फर्किनु पर्ने हुन्छ अब पालतिर जान्छु अब कता कता हुन्छ अरे हेर्दै जाउँ
ल ल हेर्नुहोस् हाम्रो गाउँको बाटो चाहिँ यस्तो छ। गाउँको अगाडिको हालत चाहिँ यस्तो हुन्छ है। ल हेर्नुहोस् यस्तो हुन्छ, यहाँ पानी जमेर होइन, पुरै पानी जमेर यस्तो हालत हुन्छ। त्यही भएर यसपालि चाहिँ अलिअलि बजेट परेर होइन अहिले चाहिँ यहाँ ढुङ्गा होसारेर यहाँ कार्य भइरहेछ, काम भइरहेछ। कहाँ खाजा खानुभयो त? एउटा उसी बनाऊँ न, होइन एउटा अझै छुट्टै बनाउँदा नि हुन्छ। यहाँनिर आएर ट्याक्क अहिले चाहिँ यहाँ काम भइरहेछ ट्याक्क यस्तो दामी तरिकाले। अब अन्तिम चरणमा आइसक्यो है यो। त्यही भएर हेलो 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 के छ भतिज? गट गट हेलो गर्दै हो के हो? यो हो ढुङ्गा बोक्ने। अब चाहिँ यहाँ चाहिँ यस्तो हल्का हुँदैछ होइन, होइन मामा? हाँस्नु आउँछ त मामा मिसिक्क। ल हाम्रो मेन हेड मिस्त्री चाहिँ यहाँ सम्धिराजा हुनुहुन्छ। यहीँ ट्याक्क हेलमेट लाएर होइन ट्याक्क। ल एकदम धमाधम काम भइरहेछ। अब उता उता गइन्छ। ल यहाँ चाहिँ ठिटाटोली छ, यहाँ नि ठिटाटोली छ। यहाँ काम भइरहेछ। के छ चस्मा लगाएर? ल है ल काम गरौँ है। ल भोलि पछि बुढो भएपछि यही मैले हो नि बनाएको भन्नुपर्छ होइन, मैले हो नि हालेको यो सोलिङ गरेको भन्नु पऱ्यो नि। ल यस्तो दामी भएको छ बाटो चाहिँ होइन। ब्लग मामा ए सिन्दै आउँछ मामा, टक्कै आउँछ। हेलो गरिदिनु हो दर्शक दुईजना अनुगमन टोली टक्क। यहाँ चाहिँ काम भइरहेछ धमाधम। यस्तो भगवान देख्या चस्मा लगाएर यार ची हैट कडा चस्मा लगाएर डेन्जर। आयो ठुलो आयो छोराले, अब छोराले हेर्छ। अब ओहो मेरो बाउले काम गरे रहेछ भन्छ। अब यता हेर्नु नि, यता हो हेलो गरिदिनु न, यसो हात खडा गरिदिनु। कडा यस्तो दामी भइरहेछ बाटो चाहिँ। मामा के भयो काकी? कसको? तपाईँ भइस नि? अनि यो चाहिँ अब म चाहिँ पछाडि आयो भने अब चाहिँ सर्लाक्क अगाडि जान्छु है त। सर्लाक्क हेर्नुहोस् यस्तो बाटो यति बवाल छ, यति बवाल छ।
ल हेर्नुहोस् यस्तो हेर्नुहोस् अलि हात हल्लियो कि है त्यही भएर राम्रोसँग देख्न छैन होला ल हेर्नुहोस् यस्तो हिलो हुन्थ्यो बाटो होइन हट काक्यो उम्केर खाइरहेछ यहीँ अनि यो चाहिँ खुर्सानी चाहिँ हेर्नु यस्तो बवाल फले यहाँ खुर्सानी यस्तो बवाल फलेर बसिरहेछ ल हेर्नुहोस् यहाँ यो छ बाटो चाहिँ यहाँबाट चाहिँ काम सुरु गर्दै गएको हो है अनि अहिले चाहिँ अब लगभग अन्तिम चरणमा पुगिसक्यो ल हेर्नुहोस् यहाँबाट सुरु ल हेर्नुहोस् बाटोको अवस्था कस्तो बवाल देखिहाल्यो अब बुझ्ने भए पो हो नि त ठिक्क भनेर हुन्छ कहाँ लगेको एक्लै लगाएर त के हो होइन बाजे अनि आज चढाउनु भयो कि चढाउनु भएन त हजुर चढाउनु भयो लाटा पानी बेला बेला बन्नेमा त दिउँसो आउनु हुन्न नि हो बाजे पैसा गर्ने नाति ल मैले के दिन्छ आसी दिन्छ हो बाजे पछि भुइँसो कि म जाँदा भनेर यसो गरे मेरो जाँदा कति छ मन्दिरको हाउसी पाल्नु पर्यो टाल्नु पर्यो हजुर पर्यो ए 12 औँले मेरो 4 औँले के भन्छ बाजेले म सुर्खेत बाजे नाति काम दियो हिजो 35,000 नखाँदा ल्याइदिँदै रहेछ मेरो बिचरा चाहिँ यो 36लाई नै मिलाएर उठाइदिनु नि पैसा भाडा चाहिँ उठाउनुपर्छ साह्रै धेरै 2000 5000 खायो भने त्यो 1500 भन्ने कुरा त अब दाइ के छ भइरहेछ अझै यो चाहिँ के हो रगत मिसाउने हो मामा चाहिँ केमा पर्यो हड्डीमा हो ल ब्लग हो नि मामा ब्लग हो र हो नि